अनलाइन खबर हिमालय टिभी र कान्तिपुरको गेटमा शंकास्पद गाडी पार्किङ। पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको निधन। कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ भेटियो। गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिँदै साथै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन। सभामुखलाई कांग्रेसको चेतावनी, विपक्षको नाडी छाम्ने काम नगर्नुहोस्। श्रमिकलाई भारतीय विमानस्थलबाट उडाउने 159 म्यान पावर कम्पनी कारबाहीमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो। प्रधानमन्त्री बालेनका दुई निर्णय जसले रविलाई ट्रिगर गर्यो। पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारीका प्रहरीको नियन्त्रणमा। मोदी खुलाको बाढीले बगायो 2वटा होटल र सडक पुल। दर्शक महानुभाव नमस्कार, संचार पार्टीको न्युज बुलेटिनमा यहाँहरूलाई स्वागत छ। सदा झैं तपाईहरुमाझ उपस्थित भइसकेका छौं तपाईहरुलाई काम लाग्ने महत्त्वपूर्ण हेर्नै पर्ने भिडियोहरू। दर्शक महानुभाव, संचार पार्टीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल घण्टीमा दबाई अलमा क्लिक गरी हामीसँग अवश्य जोडिनु होला। दर्शक महानुभाव, अब आउनुस् आजका मुख्य समाचारतर्फ लागौं। अनलाइन खबर हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएको छ। गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको छ। शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडी धनीको सोधखोज गरेका छन्। कसले यस्तो गर्यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रूपमा पत्ता लगाएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरूलाई कार्यालयमा ल्याएर छानबिन गर्न र सत्य तथ्य पत्ता लगाउने बताएका छन्। कसले किन गर्यो भन्ने प्रहरी अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्। मिडियाहरूको आवाज जावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन्। पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको निधन भएको छ। 48 वर्षीय पोखरेलको बबरमहल स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै। पोखरेल 2055 साल वैशाखदेखि 2057 साल कार्तिकसम्म गृह मन्त्रालयको सचिव थिए। नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी राखेको पाइएको छ। सभापति थापाको रातोपुल स्थित निवास अगाडि BAC 9575 नम्बरको गाडी पार्किङ गरिएको हो। उक्त गाडी बाइक समेत निकास्न नमिल्ने गरी बिहान 7 बजेदेखि राखिएको स्थानीयले बताएका छन्। ती गाडी प्रहरीले क्रेनको मद्दतले हटाएको छ। गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वित्त कालीमाटी पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए। हरेक अपारकृतिक मृत्युमा प्रहरीमा जाहेर पर्छ, त्यसपछि कानुनी प्रक्रिया सुरु हुन्छ। पोस्टमार्टम गर्न सब सरदतका लागि परिवारलाई बुझाउने काम हुन्छ। मुद्दा चलाउनु पर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ एसपी भट्टराईले भने। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले साथै प्रदेशमा सुविधा सम्पन्न बन्न उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्ना वार्ड सुरुडीका कारणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए। उनले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ सेवा प्रभावमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीमराज आङदेबीले सभामुख डोलप्रसाद आर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरिम कार्यक्रममा बोल्दै नेता आङदेबीले यस्तो आरोप लगाएका हुन्। उनले सभामुख कार्यालयलाई विपक्षीय दलहरूको नाडी छाप्ने प्रयास नगर्न समेत चेतावनी दिएका छन्। सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको पनि बताएका छन्। उनले सबै दलका प्रतिनिधिले सांसदमा आफ्नो धारणा राख्नु पर्ने पनि बताए। सत्ता पक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विपक्षलाई कमजोरीको रूपमा नलिन समेत उनको चेतावनी थियो। उनले भने संसदमा विरोध जनाएपछि विपक्षी दलहरूले सबैले बोल्न पाउनु पर्ने, यो नाडी छाम्ने काम गर्नु हुँदैन। संसदभित्र सदन सञ्चालन गर्नुहुन्न, सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ। उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न, यो कुरा बुझेर अगाडि बढ्नु भयो भने सजिलो हुन्छ। उनले अगाडि भने संसदमा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन् त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत सम्झिनुपर्छ, किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो। सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ। वैदेशिक रोजगार विभागले अनुमति नलिई भारत स्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगार पठाउने 159 म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले ती
पार्किङ कम्पनीलाई वैदेशिक रोजगार ऐन 2064 को दफा 22 विपरीत कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो। विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाले स्वदेशमै विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न 2082 चैत 1 गतेदेखि 2083 जेठ वसान्तसम्म श्रमिक स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो। सञ्चालनमा रहेका 1117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थामै मात्र माग गरिएको विवरण बुझाएका थिए। विवरण बुझाएका संस्था मध्ये 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाएको छ। आइतबार सुनको भाउ तोलामा 600 रुपियाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 2,88,000 रुपियाँ तोकेको छ। अघिल्लो दिन 2,87,400 रुपियाँ थियो। गत आइतबार सुनको भाउ तोलामा 2,90,300 रुपियाँ थियो। चाँदीको भाउ आज तोलामा 35 रुपियाँ घटेको छ। अघिल्लो दिन 4,510 रुपियाँ रहेको चाँदी आज 4,475 रुपियाँमा झरेको छ। यसअघि गत आइतबार चाँदी 4,605 रुपियाँ थियो। प्रधानमन्त्री बालेन्द्र शाहको हडी स्वभावले राष्ट्रिय स्वतन्त्र पार्टीका शक्तिशाली सभापति रवि लामिछानेको छटपटी बढिएको निकटस्थ नेताहरूले बताएका छन्। प्रधानमन्त्री बालेनले पछिल्लो दिन गरेका 2वटा निर्णय र त्यसको कार्यान्वयनबाट लामिछानेले निकै असन्तुष्टि बनेका छन्। रासपाका एक पदाधिकारीका अनुसार सुकुम्बासीलाई हठात विकल्प बिनै वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा बालेनको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेप प्रति लामिछाने रुष्ट छन्। सरकार बनेको 1 महिनामै बालेनले काठमाडौँ उपत्यका विभिन्न ठाउँमा बसिरहेका सुकुम्बासीलाई जबरजस्ती हटाएका थिए। प्रधानमन्त्रीकै निर्देशनमा वैशाख 12 गतेदेखि काठमाडौँका थपातली, मनोहरा, गैरीगाउँ, शान्तिनगर, बल्खु, टेकु, बालाजु र माछापोखरी लगायतका सुकुम्बासीका बस्ती डोजर लगाएर खाली गराएको थियो। सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका 2 जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै निहराका सिंह राजपूत र बिनु कठायत धर्मा बसेका थिए। सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो। गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ। आवश्यक समन्वयका लागि 2 जनालाई नियन्त्रणमा लिएर प्रहरी वित्त सिंहदरबारमा पठाएको जिल्ला प्रशासन परिसर काठमाडौँका 1 जना अधिकृतले हामीलाई बताएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 10 घान्द्रुक जाने सडक खण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले 2वटा होटल, एउटा पुल र सडक बगाएको छ। सडक अवरुद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका तथा त्यहाँ जाने क्रममा रहेका सवारी साधन अल्पत्र परेका छन्। अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले स्थानीय दिलीप गुरुङ र जगन पुनको होटल पूर्ण रूपमा बगाएको छ। होटल बगेपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले घान्द्रुक जोड्ने सडक कटान गरेपछि पर्यटक पुगेका सवारी साधन दुवैतर्फ रोकेका छन्। घान्द्रुक पुगेका गाडी पनि सडक अवरुद्ध भएकाले फर्किन सकेका छैनन्। बाढीले अन्नपूर्ण आधार शिविर पदम मार्ग अन्तर्गत घान्द्रुक जोमरुङ जोड्ने किमरुङ खोलामाथिको पुल समेत बगाएको छ। स्थानीयका अनुसार किमरुङ खोलामा आएको 81 को बाढी मोदी खोलामा मिसिएपछि मोदी खोला उर्लिएको हो। माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनेको र त्यसपछि 81 बाढी आएको हुन सक्छ। कुमरिङ खोलामा आएको बाढीले मोदी खोला पनि उर्लिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरेको जानकारी दिए। उनका अनुसार घटनास्थलमा अहिले थप बाढीको जोखिम नदेखिएको र केही घटनाभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यदि तपाईहरुले अहिलेसम्म सञ्चार पार्टीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा आएको बेल घण्टीलाई दबाई अलमा क्लिक गरी हामीसँग अवश्य जोडिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुटिन्छु। हस्त, धन्यवाद।